सबैलाई नमस्कार, म लेखनाथ ढकाल। आज 2082 पौष 25 गते सायद पौष 26 गते शनिबारको दिन हामी साइकल यात्राको क्रममा साइकल सिटी हेटौडाबाट साइकल यात्रा गर्दै अहिले कमाने आइपुगेका छौँ। यो सिटी सिमेन्टको नजिकै छौँ। हाम्रो यात्रामा आदरणीय शङ्कर दाजु हुनुहुन्छ, त्यसै गरी निश्चल भाइ छन्, आरके सर हुनुहुन्छ, दिपक सर हुनुहुन्छ, रामप्रसादजी हुनुहुन्छ। हामी साइकल सिटी हेटौडाबाट देशका विभिन्न ठाउँमा साइकल यात्रा गर्दै गर्दै पुग्ने क्रममा आज बिहानीको छोटो राइडको लागि आज शनिबार सबैलाई आफ्नो व्यस्तताका बावजुद हामी साइकल यात्रामा निस्केका छौँ। हामी हेटौडा रातोमाटे पुग्दै गरेका छौँ। एकदमै रमाइलो भएर खुसी भएर साइकल यात्रा गर्दै गर्दै हामी आफूले पाएको उपलब्धि तपाईँहरूलाई पनि पाउनुहोस् भन्ने शुभकामना शुभेच्छा व्यक्त गर्दै हामी यात्रामा छौँ। हामी अगाडि बढ्दै गरेको भिडियो तपाईँहरूलाई ल्याउन पाउँदा हामी एकदमै खुसी भइरहेका छौँ। हामी यात्राको अगाडि बढ्दैछौँ। ल हुन्छ, साथीहरूले भने जस्तै हामी टोली मुभ हुँदैछौँ। तपाईँहरू हामीसँग जोडिएर रहनु हार्दिक अनुरोध गर्दै म अहिलेलाई तपाईँहरूको माझमा यो भिडियो प्रस्तुत गर्दै अगाडि बढ्दैछु। रमाइलो भइरहेको छ। हामी यसै गरी यात्रामा छौँ। कहिले अगाडि कहिले पछाडि, कहिले उकालो कहिले ओह्रालो। ओके ओके, आउनुहोस् साथीहरू, आउनुहोस्। हेर्नुहोस् त, तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? तपाईँलाई साइकल चलाइरहेको भिडियो हेर्न पाउँदा कस्तो अनुभव भइरहेको छ? हामी हिँड्ने बाटोहरू कतै राम्रा भेटिन्छन्, कतै यस्तै नराम्रा ग्राभलिङ बाटोहरू पनि भेटिन्छन्। जिन्दगी पनि यस्तै हो, सुख दुःख विभिन्न कुराहरू जोडिएर आउनेछन्। ती सबैलाई हामी खुसी साथ पार गर्दै अगाडि बढ्दै जाँदा हाम्रो यात्रा एकदमै राम्रो हुनेछ, सम्पन्न हुनेछ। तपाईँ सम्पूर्णलाई यो चिसो बिहानीको न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। यो साइकल सिटी हेटौडाबाट साइक्लिङ कल्चरलाई डेभलप गर्दै हामी विभिन्न ठाउँमा पुगिरहेका छौँ। हामीले जानेका कुराहरू तपाईँहरूलाई सेयरिङ गर्छौँ, हामीसँग जोडिन अनुरोध गर्छौँ। हामी जहाँ पुग्छौँ तपाईँलाई त्यो एक्सप्लोर गरेर देखाइरहेका हुन्छौँ। यो प्रकृति, यो समाज, विभिन्न कुराहरू छन्। तपाईँ हामी आफैभित्र खुसी खोज्नुपर्छ। खुसी अरूले दिने होइन, दुःखमा पनि खुसी खोज्नु राम्रो हुन्छ। यस्तै यस्तै क्रममा छु। रामप्रसाद दाजु मसँगै हुनुहुन्छ। उहाँको आवाजलाई पनि म जोड्न चाहन्छु। दाजु कस्तो भइरहेछ भनिदिनुहोस्। एकदम रमाइलो छ साइकल यात्रामा। हामी आज यो वडा नम्बर 15 रातोमाटे हजुर भन्ने ठाउँमा छौँ। ओके, धेरै खुसी छौँ। रमाइलो लागिरहेछ। एकदम साइकल चढ्नुको फाइदा चाहिँ के छ भन्नु बताइदिनुहोस्। स्वास्थ्य खुसी भइहाल्यो। हजुर हजुर, एकदमै राम्रो, एकदमै मनोरञ्जन पनि एकदमै मनोरञ्जन हो नि। सबै कुराले भरिपूर्ण यो साइकल यात्रा गर्दाखेरि पूर्ण रूपले आनन्दित हुन्छ। एकदमै बिहानीको यात्रा गरेपछि दिउँसोभरि हामी एकदमै फ्रेस भएर आफ्नो काममा पूर्णता दिँदै अगाडि बढ्दै जानेछौँ। आरके सर कस्तो फिल हुँदैछ? नमस्कार, मजा भइरहेछ? सधैँ जस्तै नै हजुर, साइकलको यात्रा सधैँ जस्तै रमाइलो नै। ओके, रमाइलो भइरहेछ नि। दिपक सर वाउ फिलिङ आइरहेछ होइन त? ल है, यस्तै वाउ फिलिङ्सको लागि हामीसँग जोडिएर यात्रा गर्न सक्नुहुनेछ। तपाईँहरूलाई शुभकामना शुभेच्छाको लागि हामी सबै तत्पर रहेको कुरा जानकारी पनि गराउन चाहन्छु। निश्चल भाइ, तिमी किन पछि छौ भाइ? भाइ निश्चल कता छौ तिमी? रमाइलो भइरहेछ? भनिदेऊ तिमीले के गेन गर्यो साइकल चलाएपछि? ओके ओके
हो खुसी छौ ल यसै गरी साइकल यात्रामा जोडिएर हामीसँग साइकल यात्रा विभिन्न यादहरू जोडिनको लागि तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ। म त कता आएँ हेर्नुहोस् त इन्जिन गाडी भन्छन् हामी इन्जिन बिना गाडीमा छौँ। कता कता हात पनि गल्छ। तपाईँहरूसँग आफू पुगेका ठाउँहरू तपाईँहरूलाई पनि पुर्याउँछु। म घुम्छु तपाईँहरूलाई पनि देखाउँछु। तपाईँहरूलाई पनि हामीसँग जोडिएर अगाडि बढ्नुहुन अनुरोध गर्दै गर्दै यो भिडियो मार्फत जोडिएको छु। तपाईँहरू मेरो भिडियो मन पराउनुहुन्छ भने पक्कै पनि मलाई माया गर्नुहुन्छ भने मेरो भिडियोलाई एक लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, सेयर गरिदिनुहोस्। म तपाईँलाई हरेक क्रियाकलापमा सहयात्रा गर्दै सहकार्यको लागि तयार रहेको छु। तपाईँ फेसबुक मोनिटाइजेसनको केही समस्यामा हुनुहुन्छ, त्यो कुरा पनि जान्न चाहनुहुन्छ भने त्यसको विषयमा पनि मैले भिडियो बनाउँदै गएको र तपाईँहरूलाई प्रमोसन गर्दै गरेको कुरा पनि जानकारी गराउँछु। मेरो युट्युब साइक्लिङ ज्ञान मार्फत पनि जोडिन सक्नुहुनेछ। फेसबुक पेजबाट पनि जोडिन सक्नुहुनेछ। साइकल सूत्र एउटा पेजबाट पनि सहायता गर्न सक्नुहुनेछ। यस्तो क्रम छ। दिपक सर रमाइलो भइरहेछ। हेर्नु त हामी कहिले कहाँ पुगिरहेका हुन्छौँ। कस्तो के देख्यो है सर हामीले। हेर्नुहोस् त यस्तो प्रक्रिया चलिरहेको छ है साथीहरू। तपाईँहरू चिया पिउँदै हुनुहुन्छ, ब्रस गर्दै हुनुहुन्छ या कुन अवस्थामा कहाँ के गर्दै हुनुहुन्छ, पक्कै पनि तपाईँले गर्न चाहनुभएका कामहरू सबै सफल हुन्। तपाईँको दिन शुभ रहोस्। हार्दिक शुभेच्छा व्यक्त गर्दछु। फेरि म साथीहरूलाई एक्सप्लोरिङ गर्छु यो ठाउँ। हामी आएपछि हामी रमाइलो गरिरहेका कुराहरू तपाईँलाई जोड्न चाहन्छौँ। आगे छ मजा भइरहेछ। हेर्नुहोस् हजुर गरुङ्ग छ जिन्दगी गरुङ्गै भित्र हल्का बनाउन चाहिरहेको छु। होइन मैले अलिअलि म सक्छु भन्न मात्र देखाउन खोजेको साथीहरू। म थोरै सक्छु, धेरै सक्दिनँ। मभन्दा तपाईँ नै एक्सपर्ट हुनुहुन्छ। हामी भोरले रिद्धि सिद्धि सिमेन्ट आइपुगेको छ। तपाईँ ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ सिमेन्ट। म सिमेन्ट फ्याक्ट्री कर्मचारी। यो ठाउँमा आउँदा आफ्नै फोनको आवाज हुने रहेछ। अझै साथीहरूको माझमा आउँदा त झन् रमाइलो हुने नै भयो। यस्तै चलिरहेको छ। सङ्गीत पनि आफ्नै धुनमा, आफ्नै लयमा, आफ्नै